अब दसैँ पनि आयो, भोलि चाहिँ दसैँ होइन। अब दसैँमा खसी नखाइ त भएन, अब खसी त खानु पऱ्यो होइन केटा हो, खसी खानु पऱ्यो नि। खसी त खानु पऱ्यो। अब सबै गाउँघरतिर लाग्यो खसी खोज्न, गाउँघरमा खसीहरू सबै सक्यो। अब आफू मान्छे त हाइफाई चाहियो होइन। अब सानोतिनो जस्तो जस्तो माल त हेरिँदैन। अब मैले सिधै जापानमा अर्डर गरेँ, जापानबाट खसी आउँदैछ हाम्रो। अब मुर्रा खसी भन्छ त्यसलाई चाहिँ, खसी आउँदैछ जसको एउटा मात्र फ्र्याक्चर गरेको हुन्छ, एउटाले चाहिँ काम गरेकै हुन्छ। त्यो चाहिँ मुर्रा खसीले एकदम दसैँको स्पेसल, त्यो चाहिँ हाम्रो जापानबाट आउँदैछ होइन। अब अर्डर गरिसकेँ, उहाँदेखि चाहिँ डेलिभरी भइसक्यो अरे। अब त्यसलाई चाहिँ फ्लाइटमा हालेर ल्यान्डिङ हुँदैछ नेपाल इन्टरनेसनल एयरपोर्टमा होइन। अब टक्क अब त्यसलाई चाहिँ हामीले पिकअप गर्न जानुपर्ने छ। अब पिकअप गर्नलाई चाहिँ गाडी पनि चाहियो यार। अब गाडीको व्यवस्था गर्दैछु। अब हामीहरू चाहिँ जानेवाला छ। अब भाइ र म जान्छ टक्क खसी ल्याएर त्यसको जापानिज खसीको भुटन टक्क दसैँमा होइन यस्तो बनाएर खाइन्छ नि। अब के भनौँ यार, खसी त हान्नु पऱ्यो नि यार, दसैँमा खसी नहान्नु भएन होइन। खसी त हान्नु पऱ्यो नि भाइ, दसैँमा खसी नहानेर हुन्छ होइन। खसी त खसी हो नि फेरि है। खाने कि नखाने भन त, खाने नि ल। भोलिको हाम्रो स्पेसल जापानिज खसी मुर्रा खसी चाहिँ आउँदैछ ल। भोलिको त्यो खसीको भिडियो भोलि आउँछ है।